हामी चाहिँ वासिङटन डिसीतिर जाँदैछौँ ट्रेनबाट। मेरो घरबाट चाहिँ ट्रेन स्टेसनसम्म आउनलाई 20 मिनट ड्राइभिङ हो अनि त्यसपछि चाहिँ ट्रेन स्टेसन आउँछ अनि यहाँबाट चाहिँ फेरि 20 मिनट ट्रेनमा चाहिँ वासिङटन डिसी पुगिन्छ, व्हाइट हाउस पुगिन्छ भनौँ न। यस्तो खालको छ अगाडि ट्रेनको लिगहरू। अनि अहिले एकैछिनमा चाहिँ अन्डरग्राउन्ड पुगिन्छ। क्यापिटल हिललाई पछाडि राखेर चाहिँ मम्मी फोटो खिच्नलाई रेडी हुनुभएको छ, तर यो टुरिस्ट बस पछाडि आएर बसेर मम्मीको फोटो खिच्न पाइएन। म त्यहाँ कुरेर बसिरहेको छु। यहाँ आन्टी टक्क चस्मा लाएर है व्हाइट हाउस भेट्नलाई आइपुग्नु भएको छ। अनि ड्याडी म त डुलिसकेको, मलाई खास डुल्नु छैन भन्दै हुनुहुन्छ होइन ड्याडी? जाडो भयो मम्मी, अब कफी खानु पर्ने भन्नु त्यही त सक्ति नै भन्नु। कफी त अघि भने है, अघि नै भनेको ल हिँड्नु छ के आन्टी। टिकामा चरा पनि हेर्नुहोस् कुकुरले जस्तै कुरेर बस्छन्। यहाँ मम्मी आन्टी ड्याडी आलु खानुभएको, चरा कुरेर बसेका छन् कतिखेर दिन्छन् भनेर। झन् आउँछन्, झन् धेरै आउँछन् मम्मी। एभिन्यू नै यो रोड नै क्लोज हुन लाग्यो भनेर चाहिँ हामीलाई चाहिँ फर्काए। हामी चाहिँ जे होस् त्यहाँसम्म पुग्यौँ। व्हाइट हाउसको चाहिँ एउटा घर हेर्न पनि यत्रो मारामार छ। ल हेर्नुहोस्, बन्द गर्न पनि मान्छे। अब हामी चाहिँ एलिभेटर लिएर माथिल्लो तलामा जान्छौँ ग्रिन लाइनको लागि। अनि यहाँ चाहिँ यसबाट आएको थियौँ ब्लू लाइन। अब माथिल्लो तलामा छ हाम्रो चाहिँ ट्रेन। हाम्रो चाहिँ माथिल्लोमा भयो, यो चाहिँ तल्लो भयो। हेर्नुहोस् त, थाक्नु भयो मम्मी? आन्टी छैन थाके? रातभरि हिँड्यो नि थाक्दिनँ अरे। ट्रेन गयो रे मम्मी, यही हो ट्रेन हाम्रो। अब अर्को कुर्नु पर्यो। ट्रेन छुटो अब फेरि आउँछ। मम्मी चाहिँ छुट्टो समयको लागि मात्र केही समय हामीसँग आइपुग्नु भएको थियो। आज मम्मी एक्लै नेपाल फर्किँदै हुनुहुन्छ। ड्याडी पनि हामीसँग केही समय यहीँ नै रहनुहुन्छ। मेरो ब्लगमा कन्टिन्यू ड्याडीलाई चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ। 2000 years later. विष्णु दाइलाई धेरै धेरै धन्यवाद यो मौका मिल्यो। म यसै अमेरिकामा बसेर काम गर्छु। जोशीला मेरो वाइफ हो। हामी जिन्दगी चलाउँदैछ। हेलो नमस्ते, स्वागत छ अमेरिकन आँगनमा। हामी चाहिँ आज यसो डुल्न निस्केको, मेरो साथी आएको भएर यहाँ यो अनि यहाँनिर यो प्लेन हेराउन भनेर आएको। ड्याडी पनि हुनुहुन्छ सँगसँगै हिँड्दै। खुब रमाइलो भएको छ, बिहानदेखि हिँड्दैछ है। अपडेट गर्दै गर्छु। ब्लग नबनाएको नि कति धेरै समय भइसक्यो। ब्लग बनाउने बानी पनि छुट्या जस्तै लाग्न थालेको छ। छोरो एक्साइटेड हुनुपर्ने, आमा एक्साइटेड, फेरि आमा भयो भने पनि बिर्सिरहेछ घरिघरि। ड्याडी पनि हेरिरहनुहुन्छ प्लेन क्या युट्युबमा। ल ड्याडीसँग डिस्कभरीमा ल यहाँ विष्णु दाई हुनुहुन्छ, विष्णु शीतल हाम्रो पुरानो पत्रकार दाई। आउन लाग्दाखेरि चाहिँ हजुर हामीले एउटा ग्रुप बनाइरहेको छौँ क्या जर्नलिस्टहरूको। यो हाइड्रो पावरमा केही लेख्नुपर्छ अब क्याम्पेनै गर्ने गरेको थियौँ। अनि त्यसमा हाम्रो नेतुसँग हामीसँगै हो भन्दै थियो, एउटा काम गर्ने भनेर टिम बनाएको थियो। सबै छरपष्ट भयो भनेर भन्दै थियो अहिले। हामी सानो हुँदा होइन फर्स्ट टाइम सुन्न मन छ भने त्यहाँ उहाँहरूले जवाफ दिनुहुन्छ। के अरे यो चाहिँ लाइभ भइरहेछ। उहाँले चाहिँ क्वेसनहरू हामीले गऱ्यौँ भनेदेखि चाहिँ एन्सर गर्न बस्नु भएको छ। कोही कोही बेला त्यो टाइल निस्किने समस्या भएकोले यो डिस्कन्टिन्यू गरेको थियो।
त्यो पोर्ट्रेट लिने बित्तिकै चाहिँ के हुन्छ नि ब्युटी फिल्टर जस्तो राखिदिन्छ कि त्यसले अनि त्यसले गर्दाखेरि चाहिँ मान्छेको फेस चाहिँ राम्रो आयो पछाडि ब्याकग्राउन्ड चाहिँ ब्लर भयो त्यो चाहिँ फोकसमा हुँदैन फोटोमा भयो भने चाहिँ सबै नै फोकसमा भयो अनि आज कस्तो लागिरहेको छ यो टुर मेरो सेकेन्ड टाइम हो योभन्दा अगाडि छोरीसँग आएको थिएँ मेरो छोरी चाहिँ एकदमै इन्ट्रेस्टेड चाहिँ यस्तो विषयमा अनि त्यसपछि खुब रमाइलो मानिरहेको थिएँ आज म आफै रमाएर हिँडिरहेको छु मेरो साथी बच्चाहरूको लागि त यो स्कुल एकदम राम्रो युनिभर्सिटी जस्तै हो नि हो धेरै नलेज हेर्नु न हाई स्कुल किडहरू सबैजना भोलिन्टियरहरू आज सन्डे भएर होला कति धेरै है 11-12 पढ्ने बच्चाहरू देखिरहेछ उनीहरू चाहिँ यहाँनिर फ्रीमा आएर काम गरिरहेछन् त्यो देख्दा कस्तो रमाइलो सानो केटाकेटीहरू जो घुम्न आएका आमा बुवाहरूले चाहिँ राखेर समय दिएर यसरी कर्नर कर्नरमा बसेर यहाँ के देखेँ त्यो आर्टहरू चाहिँ बनाउने हेर न कस्तो रमाइलो लाग्छ कि यो देख्दाखेरि नि मजाले बुवा आमासँगै बसेर है बच्चाहरू खेलेर मनाससमा रहेको यो नेपाली यो कम्युनिटी सेन्टरमा चाहिँ आइपुगेको छौँ घुम्दै डुल्दै हेर्न भनेर कति पहिलादेखि आउन खोजेको आउन चाहिँ पाएको छैनौँ हामी पनि के भन्छ लाइफ टाइम मेम्बर भन्छ होइन हामी पनि त्यो चाहिँ हो यहाँको तर यहाँ आउन चाहिँ आएको थिएन त्यसपछि ल ड्याडी पनि हुनुहुन्छ तिमीले पनि देख्न पायो है नेपालीहरूले चाहिँ आफ्नो पैसा तिरेर यस्तो बनाइरहनु भएको छ मनाससमा 28 लाखको प्रोजेक्ट हो हजुर हामीले यसलाई 2019मा हामीले महापुराण लगाएर यसको सुरुवात गरेका छौँ यो चाहिँ हामी यसलाई 2 पार्टमा रिनोभेट गरिरहेको छौँ एउटा यो सेतोपट्टिको पार्ट चाहिँ बिजनेसको लागि हो उतापट्टिको पार्ट चाहिँ मन्दिरको लागि हो यो पार्किङको लागि समस्या छैन हामीसँग पर्याप्त पार्किङ छ गजबको छ दिन चाहिँ आज जेउस धेरै समयपछि यो यतिको वेदर चाहिँ यहाँ पाएको चाहिँ एकदम रमाइलो यस्तो खालको छ अनि तिमीलाई कस्तो लाग्यो त भन त यो एकदम रमाइलो लाग्यो यहाँ आएर पनि नेपाली कम्युनिटी सेन्टर हेर्न पाएँ होइन हेर्दा कस्तो नेपाली झल्को दिने नै बिल्डिङ पनि बनेको रहेछ एकदम रमाइलो लाग्यो अझ भित्र गएर चाहिँ हेर्न पाइएन भित्र गएर हेर्न पाइएन किनभने देखि चाहिँ अझ फिलिङ्स आउँथ्यो होला अब अर्कोचोटि तिमी आउँदाखेरि चाहिँ बनिसक्छ अब चाँडै नै बनिसक्छ कहिले बनिसक्छ दाइ अक्टोबरभन्दा अगाडि नै यसलाई कम्प्लिट गरेर अब आउने दसैँ तिहार जुन हाम्रो मेन पर्वहरू छन् ती पर्वहरू चाहिँ यहीँ सेलिब्रेट गर्ने हाम्रो चाहिँ नि लक्ष्य छ आउँछ अरे अहिले पनि दाइ गुगलले त्यही भन्नु भूत राति गाडी रोक्यो अरे कहाँ ए तिनीहरू कराएका अनि त्यो लाएर आएको पुग्छ अरे के त्यो हो नि त त्यसको त्यो अहिले पनि गुगलमा सर्च गर्यो भने यसलाई त्यही भन्छ बाल्नी रोड पोस्ट भनेर आउँछ ए घोस्ट खोज्न हिँडेका यी हामी पनि त्यसमै लाग्यौँ त भूत खोज्न हिँड्ने जर्ज वासिङटनको जन्मेको घर छ छेउमा भने 1 घन्टा लाग्छ बिरुवाहरू अलिअलि यहाँ बेच्छन् कि के रोप्नलाई मार्न थाल्यो होला भूताउने कुवा भूत समाउन भनेर हिँड्ने मान्छे हुन्छ समाउने भूतको फिल गर्ने त्यो एउटा क्यामेरा बोकेर त्यो साउन्ड आउँछ भूतको भनेर त्यो रेकर्ड गरेर बस्नेहरू हुन्छ नि कि धारा के पहिलेका पुरानो धाराहरू यस्तै त हुन्थ्यो नि ढुङ्गे धारा अहिले त पाइप लगाएको छ नेचुरल वाटर स्प्रिङ वाटर होइन स्प्रिङ वाटर भनौँ न स्प्रिङ वाटर अब यो के भन्छ मूलकै पानी यहाँ छ मूल चाहिँ यहाँ कुवा हेर्न जान्छु पानी चाहिँ क्लिन रहेछ ढुङ्गामा चाहिँ नचढ्यो भने त्यहीँ चढिदिने कि सफा पानी रहेछ पानी चाहिँ तर भूत चाहिँ देखेन भूत बोलेन पनि यसको अर्को कारण पनि रहेछ यो चाहिँ डेरी रहेछ कि यहाँ चाहिँ चिसो पानी आउँदो रहेछ दुधलाई चाहिँ चिस्याउने ठाउँ
त्यो फ्रिजर हुँदैन थियो नि त्यसको चाहिँ गर्ने ठाउँ पनि रहेछ विष्णु दाईलाई चाहिँ स्वागत छ है मेरो यो ब्लग अमेरिकन आँगनमा अमेरिकन कम्युनिटी सेन्टर कहाँ होइन मेरो ब्लगको नाम चाहिँ अमेरिकन आँगन ए अमेरिकन आँगन हो त अमेरिकन आँगनमा पनि सहभागी गराएकोमा मेरो प्यारो बहिनी जोशीलाई धेरै 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 ढोका खोल भनेको गाडीको ढोका खोल भनेको खोलो 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 आफै खोलो त ल खोलो खोलो खोइ ओपन हुँदैन त के भयो ढोका खोलो भनेको ढोका खोलो ढोका खोलो साइला दाइ ढोका खुल्यो 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 ल आऊ खुल्यो आऊ ए खुल्यो